यत्तिको नि आमा हजुरले बुवा त हुनुहुन्छ भन्नुभयो, बुवाको फोटो राख्नुभएको होला नि हजुरले। छोरी मैले कता कता राखेको जस्तो त लाग्छ, तर थाहा छैन कता राखे भनेर। खोज्नु न त आमा, जसरी भए पनि हामीलाई बुवाको फोटो हेर्न हतार भइसक्यो। हो नि आमा, हामीलाई बुवाको फोटो हेर्न हतार भइसक्यो, खोज्नु न छिटो। ठिकै छ नि त छोरा, तिमीहरू यहीँ बस, म खोजेर ल्याउँछु फोटो। छोरी तिमीहरूको बाउको फोटो यही हो। खै दाई, म पनि बुवाको फोटो हेर्छु, दिनु न दाई। आमा, तपाईँले चिन्ता नगर्नु, म जसरी भए पनि बुवालाई खोजेर ल्याउँछु। चाहे त्यसको लागि म पुलिस थाना जान किन नपरोस् आमा। ठिकै छ छोरा, खोज मन नखोज भन्दिन, तर अलि होस पुर्याएर। हुन्छ आमा, तपाईँ ढुक्क आउनुहोस्, तपाईँको छोराको यो वचन खेर जाने छैन। ल दाई, तपाईँलाई केही समस्या पर्यो भने हामीलाई सम्झनु होला। सम्झिन त हुन्थ्यो नि, बीचमा तिम्रो दाइले अट्याक गरिहाल्छन्, अनि कसरी सम्झिनु त। ठिकै छ, जे जस्तो भए पनि हुनेवाला जेठान पो हुनुहुन्छ, बरु यसो गर्नु पर्यो, आज फेरि एकचोटि भेट्छु अनि नम्बर मागेरै छोड्छु। ठिकै छ नि त बहिनी, फोटा देऊ, म फोटा दिएर खोज्छु बुवालाई, अनि तिमीलाई भन्छु ल। ल हुन्छ आमा, बस्दै गर्नु होला, म चाहिँ लागेँ। ल हुन्छ छोरा, राम्रोसँग गएस् त। अब फेरि लुरेलाई बोलाए जस्तै गर्छु, कोही न कोही त्यो पर घरबाट बोलिहाल्ला नि, बरु यसो गर्नु पर्यो। आइडिया। लुरे, ओ लुरे, लुरे साथी, ओ लुरे। होइन, बाबुले कसलाई खोज्नु भयो होला? ए नमस्ते है आन्टी। नमस्ते बाबु। खोज्न त लुरेलाई नै खोजेको आन्टी, तर लुरे नै रहेछ। ए बाबु पनि, यो घर बन्द भएको त 2-3 महिना भइसक्यो, केही काम थियो र? काम त हल्का फल्का थियो आन्टी, तर यो घरमा कोही नभएपछि अब के गर्नु त। ठिकै छ नि त बाबु, हजुरलाई गर्मी भएको होला, हिँड्नुहोस् न त हाम्रो घरतिर। नै ठिकै छ आन्टी। हिँड्नुहोस् न त बाबु, हिँड्नुहोस्, केही अप्ठ्यारो मान्नु पर्दैन। अब हजुरले भनिहाल्नु भयो, हजुरको वचन फाल्नु भएन, ठिकै छ नि त, हिँड्नुहोस्। आउनुहोस् न त बाबु, यतातिर बस्नुहोस् न। हस्, भइहाल्छ आन्टी। बाबुलाई पानी प्यास लाग्यो होला, म छोरीलाई पानी ल्याउनु पठाउँछु है बाबु। अरे
ए छोरी बाहिर पानी ल्याइदेऊ त बाबुलाई छिटो। ल बाबु मेरो बारीमा धेरै काम छ, म जान्छु। केही चाहियो भने छोरीलाई भन्नु। ल बन्दै गर्नुहोस् है, म गएँ। हस् होइन, तपाईँ यहाँसम्म कसरी आउनुभयो? यति मेरो दाइले देखेको भए के हुन्थ्यो होला? के हुनु नि, कुट्नुहुन्थ्यो होला, पिट्नुहुन्थ्यो होला, मार्नुहुन्थ्यो होला। यदि मार्नु नै हुन्थ्यो भने पनि म तिम्रो लागि हाँसी हाँसी मर्न तयार थिएँ। त्यस्तो होइन, तपाईँलाई मेरो दाइको बारेमा थाहा नै छैन। उहाँको रिस उठ्यो भने वरपरको मान्छे कोही पनि देख्नुहुन्न। त्यसैले यसरी मेरो घरमा डाइरेक्ट नआउनुहोला। ओके बाबा ओके, अबदेखि म यसरी डाइरेक्ट तिम्रो घरमा आउँदिन। बरु तिम्रो नाम भन न, के हो? के हुनु नि, सबैले मलाई मायाले कल्पु भन्छन्। आहा कति राम्रो नाम, मान्छे जस्तै नाम पनि। यदि तिमी रिसाउँदैनौ भने मलाई तिम्रो नम्बर दिन सक्छौ? हस्, भइहाल्छ नि। 9840 ल कल्पु, म हतारमा छु, मलाई ढिला भइसक्यो, अब म जान्छु। हस्, राम्रोसँग जानु। कता जाँदा ठिक होला त? यता जाम कि होस् यतै जान्छु। अरे वाह, ढुङ्गा खोज्दा देउता मिल्छ भनेको यही रहेछ। मैले बुवा खोज्दै हिँड्दा ठ्याक्क पुलिस चौकी पनि भेटियो। अरे वाह, अब यहीँ गएर केस गर्नु पर्ला जस्तो छ। के थाहा, बुवा हराउनु भएको छ, पुलिसले पो भेटाइहाल्छ कि। ओहो, पुलिस थानामा त कोही पनि रहन्छ नि त, के पो गर्ने होला त? एकछिन बस्छु। बसेर भएन, टाइम मात्र लस भयो। बरु कुनै दिन आउनु पर्ला। अहिलेलाई जान्छु। होइन, ती कल्पु माथि मोहनी छ कि क्या हो? म त झन्झन उनको मायामा डुब्दै गइरहेको छु त। यस्तै हो भने बाँचिन्न उनी बिना। कसरी नजिक हुने होला, जुक्ति लगाउनु पर्यो। आइडिया।
कल्बु ए कल्बु कहाँ छ तिमी बाहिर आइज को हो मेरो बहिनीलाई बोलाउने? को हुनु नि डोक्राटन ए त टोक्राटन भए म मखराटन हो मखराटन। मक्साजी अहिले हामी लडाइँ झगडातिर नलागौँ अहिले हामी मेलमिलापतिर लागौँ मेलमिलापतिर ठिक छ म मेलमिलापतिर जान्छु तर मखराको अगाडि नखरा काम गरेको मलाई मन पर्दैन। ठिकै छ मक्साजी म तपाईँसँग केही पनि नखरा गर्दिनँ तर म एउटा कुरा के भन्छु भन्दाखेरि म तपाईँको बहिनीलाई भेट्न आएको यहाँ ऊ मेरो साथी हो त्यसैले ठिकै छ नि टोक्राटन भित्रै गएर कुराकानी गरौँ। भइहाल्छ नि जाम न जाम ल टोक्राटन तपाईँ चाहिँ यहाँ बहिनीसँग बस्दै गर्नुहोस् मेरो चाहिँ अर्जेन्ट काम पर्यो म चाहिँ जान्छु अहिले। ए ल भइहाल्छ नि त ठिक छ तपाईँ जानुहोस् न त को हो तपाईँ? म कल्बु म पाण्डे पाण्डे तपाईँले यस्तो होलिया किन बनाउनु भएको? किन हुनु नि कल्बु तिम्रो दाइबाट बस्नको लागि नि यति नगरेपछि फेरि तिम्रो दाइले मारिहाल्छन् गाह्रो हुँदो रहेछ यस्तो हुलिया गराउन। ठिक्क भयो तपाईँलाई मैले यस्तो होलिया बनाएर आउनु भनेको थिएँ र? त्यस्तो होइन कल्बु तिम्रो लागि म यस्तो हुलिया मात्र होइन जस्तो सुकै हुलिया गर्दै पनि तयार छु। हेलो ओइ भजुवा फोन राख त खुरुक्क म अहिले बिजी छु छिटो फोन काट भनेको सुनिने भजुवा फेरि तँलाई भेट्यो पनि लाच्ची लाच्ची रे। होइन मेरो छोरीको कोठामा को आएछ केटाको पो आवाज आउँछ त बाप तँलाई। हेलो राख्दैन न को आमा आएको छ तपाईँ चिन्नुहुन्छ? तिम्रो आमाले पनि अहिले आउनु पर्यो रहेछ। होइन छोरी अघि नै केटाको आवाज सुन्थेँ मैले को हो त्यो केटा? कोही होइन आमा म आफै बोलेको। झुट नबोलेर भन्छ खुरुको को हो त्यो केटा? मै थाहा छैन क्या आमा। ओहो कस्तो सास फेर्न गाह्रो भयो। यहाँ को छ त्यसो भए भन् त ल। ए थाहा छैन भन्छस् पक्क अब थाहा हुन्छ। पक्कलाई कुनै न कुनै दिन त भेटेलास् नि। तेरो ढाडसार भाँचेन भने म यो ठाउँमै बस्दैन। ल नम्बर पनि बल्ल तल्ल पाइयो। अब कल्पुलाई रात दिन फोन गर्ने हो अनि मायाजालमा पारेरै छोड्ने हो। पार्न त पार्ने हो तर कल्पुको दाई मखरा डनले थाहा पाएपछि त अलिक गाह्रो पो होला। केही न केही जुक्ति त लाउनु पर्छ यो केटो। होइन यो कल्पुको आमाले झन्डै मारिदिनु भने मलाई ज्यान बच्यो यही नै ठुलो कुरा हो। होइन कति छुची हो नि यो कल्पुको आमा पनि यसरी पार लाग्दैन। यसरी हुलिया चिन गएर गएको पनि कामै भएन नि। दाइसँग त बल्ल तल्ल कुरा मिलाएको थिएँ तर यो कल्पुकी आमासँग भने सकिएन। अब अर्कै प्लान गर्नु पर्ला जस्तो छ। यो प्लान त फेल भयो तर अर्को प्लान चाहिँ सक्सेसफुल बनाउँछ मलाई। जसरी भए पनि ठुक्कै यो जिन्दगी पनि
कस्तो सोचेर गएको थिएँ, कस्तो पो भयो। कसरी माया जन्म पार्ने उसलाई त कल्बुलाई।